ठाउँ चाहिँ एकदम दामी 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 रहेछ गाइज। What a beautiful स्वर्गमा आए जस्तो फिल भयो गाइस। को मान्छे हो यार यो यार यस्तो यो उठाउने। हेलो साथीहरू नमस्ते, लासो फ्याफुल वेलकम ब्याक टु माई अनदर भिडियो अनदर एपिसोड। सो आशा छ हजुरहरू एकदमै सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै ठिकठाक नै छु। अनि मैले चाहिँ आफ्टर लङ टाइम पछि चाहिँ होइन फेरि पनि भिडियो स्टार्ट गरिसकेको छु। सो तपाईँहरूले हेरेर माया गरिदिनु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला भन्दै होइन आज चाहिँ हामी घुपा डाँडातिर जाँदैछौँ। मलाई चाहिँ थाहा छैन हाम्रो अनि मसँग हाम्रो मामा हुनुहुन्छ। नमस्ते गर मामा भन्। बुद्ध पार्कको गेटमा है गाइस, अब चाहिँ त्यहाँ नै स्टार्ट गर्नुपर्ने। जस बाटो चाहिँ एकदम आधी बाटोसम्म पिच्छ, त्यो पछि चाहिँ घन्द्रङ र घुन्द्रुङ हुन्छ है गाइस, गुन्द्रुङ गाइस। अब हामी आउनु आइपुग्नु लाग्यो पक्लै पानी आलाई गाइस। अब ढुङ्गातिर स्याउले सुतिने बाटो आउनु लागेको छ होइन, आउँदैछ तरुनीहरू चिस्काउनु पर्छ। यो हाम्रो मामा चाहिँ पिण्ड रोगी हो। अब यहाँबाट डोङ्ग्रासी मासतिर यता लाग्यो भने स्याउले सेलाङ पुग्ने बाटो यता हो। जब स्याउले सेलाङतिर लाग्छु है बडा टर्निङ हामी स्याउले गेट छिर्यो केटा हो। फाइनली गाइस आऊ बाटो यति राम्रो छ कि अहिले उता पछि बाटो देखे चाहिँ तर्लङ्गा तुक्लुक हुन्छ है। अहिले यहाँ त यस्तो पानी छ बाटो होइन, बाटो चाहिँ साङ्लो छ। अझै 1 बजिसक्यो गाइस, बाटो अलिक साङ्लो छ। वान पिस नालीतिर पिलित हुन्छ गाइस, वान पिस नालीतिर पिलित चाहिँ गाइस। लङगोटलङ जाने बाटो यो है गाइस, यहाँबाट तलतिर जान्छ है लङगोटलङ। हामी जान्छ यता नेक्स्ट टाइम लङगोटलङ है गाइस। आयो गाइस अब स्याउले बस परा गाइस। अब चाहिँ अफरोड लाग्दैछ होइन, यहाँबाट यहाँदेखि चाहिँ पुरै अफरोड छ अब होइन। अब चाहिँ गाइस 1-2 मा घान्द्राङ अब अहिले भन्दा डेन्जर आउँछ बाटो होइन। खन्तर तर्लङ तुर्लुङ च्यानल खोल्नुपर्छ कि म चाहिँ। तर यो बाटोसम्म चाहिँ हामी लास्ट टाइम पनि आइसकेको थियौँ गाइस होइन। यो पछि चाहिँ हामी चाहिँ माथिबाट चाहिँ बिच बाटोबाट फर्केको थियौँ। बाटो चाहिँ यस्तै हो गाइस। गाइस यहाँ चाहिँ धेरै छ, यहाँ स्टक पनि आएछ होइन। बाटो चाहिँ फेरि खत्तम छ कि यहाँ सर्टकट बाटो गाइस यो चाहिँ सर्टकट है। फेरि उताबाट घुम्ने बाटो, यो बाटोमा चाहिँ लाग्दै गाह्रो हुन्छ। तपाईँको बाइकको स्टार्ट बन्द भयो भने हिसाबले यहाँदेखि चाहिँ बाटो एकदम डेन्जरै छ। म त यहाँ तल गइसकेँ यार, यहाँदेखि टाढोसम्म गरौँ है। झन्डै लडेको मान्छे झल्ला त्यस्तो हुन्छ हौ गाइस यहाँ त यार। गुन्द्रुङ भने गुन्द्रुङ हुन्छ। रोडमा चाहिँ सारा र अफ रोडमा चाहिँ सर्टकटको चक्करमा जिन्दगी सर्ट होला गाइस। म त लन्च गुन्द्रुङ उठिन्छ नि है। यो बाटो चाहिँ म अब फर्केर आउँदिनँ है गाइस। तपाईँहरू चाहिँ आउने भए आउनुहोस्, सकेसम्म चाहिँ नआउनुहोस् होइन। बाइकलाई नै मार पर्ने रहेछ।
बाइकलाई नि मार पर्छ ज्यानलाई पनि मारै पर्छ यहाँ चाहिँ घरे घर गएर सुत्न सक्दैन निन्द्रा लाग्दैन यस्तो बाटो हिँड्यो भने लगाइ गुन्द्रुङ 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 हुन्छ त गाई के भएको यो ओइ ओइ झर्छ कि क्या हो अहिले त गाई घरमा गएर सुत्दा चाहिँ निन्द्रा लाग्दैन है यस्तो बाटोमा ल ल ल यस्तो बाटो आम्म भन्नु परेको यार आई गड अस्ति नै मैले गाडी लिएर आउँदा त नि गाई बाटो खनेर हिँडेको यार खत्तम छ हो बाटो त यहाँतिर ल हेर्नुहोस् त यस्तो यस्तो पहिरो छ यहाँतिर है ल छ है बाटो चाहिँ गाई बिर्सेर पनि यो बाटो नआउनु होला हामी चाहिँ आयौँ तपाईँहरू आयौँ होला यहाँबाट सोलिङ छैन होला सोलिङ छैन यहाँ अहिले खतरासँग छ अस्तिर त यहाँनिर कत्रो कत्रो घुम्केटो हिँड्नु गर्थ्यो हामी बाइक ट्राफिक कस्तो छ गाई रेस गर्नुपर्छ गाई आराम गरेर हामी चाहिँ किनभने बिहानदेखि बाइक कुदै छ यस्तो छ बाटोको हालत यहाँबाट तलब के भने 1 मिस गेम किनेछ है गाइस वाउ म त ठुङ्सी गर्छ उठी ओइ यस्तो खत्तम बाटो रहेछ गाई चाहिँ होइन मा कसम यार एक गियर हाल्दा पनि मा ब्ल्यान्डरिङ गरेर छ मासालाई एक गियरमा नि ओट लागिरहेछ है आम्मा बट यो बाटो चाहिँ सर्टकट भनेर चाहिँ कोही पनि नआउनु होला गाई चाहिँ होइन ऊ तलबाट आएको हो क्या हामी चाहिँ तलबाट ठाडोको उकालो चढेर आएको यहाँबाट चाहिँ देख्दैन होला खासै होइन तल उकालो चढेर आएको हामी चाहिँ सिधा भन्ने कुरो थाहँदै छैन चौतारादेखि यहाँसम्म आइपुग्न 40 मिनट लाग्यो गाई चाहिँ होइन भिड हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन किनभने अब क्यामेरा चाहिँ नखसोस् गाई हेर्न सक्नुहुन्छ यस्तो भिड छ म चाहिँ जान सक्दिनँ हेर्नु होला गाई यस्तो भिडहरू छ यहाँ चाहिँ गाई चाहिँ अब ल त्यही त हो नि अब नेपालको पहाडी इलाका प्योर पहाडी इलाका भनेको चाहिँ यो हो क्या पुरै भिड छ पहिरो जान्छ भन्ने कतिखेर के हुन्छ थाहा छैन अब हात लाएर जान पनि सक्छ होइन यो ठाउँ चाहिँ बवाल छ होइन गाइस फोटोसोटो क्लिक हानेर हामी चाहिँ अनि जान्नुपर्ने हुन्छ बाइकलाई पनि थोरै रेस गरौँ किनभने बिहानदेखि कुदै छ आज कुदै छ होइन बाइकको पनि अवस्था अलिकति नाजुकै भइसक्यो होला सायद आज चाहिँ हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ सो लेट्स सी गाइस होइन गाइस यो बाटो सेलाङ जान्छ भने यो बाटो फेरि गुफडाँडा जाने बाटो है यहाँ चाहिँ हामी चाहिँ के भन्छ लास्ट टाइम चाहिँ म बाहिर जानुभन्दा अगाडि चाहिँ आउँदाखेरि चाहिँ हामी चाहिँ यहाँ उता अगाडि पुगेर बाटो छैन भनेर फर्केर आएको थियौँ हामी चाहिँ उता पर लपडाँडा छ कि यहाँ पनि एउटा लपडाँडामा बाँसखर्कामा लपडाँडा भन्ने अनि अर्को कुरा चाहिँ मलाई चाहिँ लास्ट टाइम चाहिँ थाहा थिएन यहाँ चाहिँ लङटङ र स्किन्डी कुञ्ज भन्ने चाहिँ यहाँनिर पर्दो रहेछ होइन यहाँनिर चाहिँ थाहा थिएन मलाई चाहिँ अहिले चाहिँ थाहा भयो सो गाइस हाम्रो गन्तव्यतिर लागौँ है त लगाएछ अब हामी चाहिँ बाइकको इन्जिन लाग गुफाडाँडातिर लाग्यो है त अब चाहिँ लगभग हामी गन्तव्यतिर आइसक्यौँ गाइस अब चाहिँ आधी बाटो क्रस गऱ्यो होइन गरेको अब यहाँबाट आधी हान्छ ठ्याक्कै के आधी कि यहीँ हो अब उयो डाँडामा हो कि परेको कति टाइम लाग्छ यहाँ के खाँदा म गाजले तिन खास के खाँदा म गाजले तिन खास बाख्रा हो कि मिर्गा हो यो बाख्रा यस्तो गाइस बाटो चाहिँ ठिकै रहेछ है यतातिरको पहिला एकचोटि आउँदा खत्तम फेरि भन्थ्यो अहिले चाहिँ राम्रै रहेछ बाटो ए हो क्या ऊ त्यो डाँडै डाँडा होला कि यो होइन भाइ हामी रङ बाटो आयो क्या हो आउँछ यही हो होइन यहीँबाट माथि जानुपर्ने हो क्या यहाँबाट माथि त मेरो बाइक चाहिँ गाइस भङ्गै हुने भयो खत्तम जिल्ला फ्याफुल्ला हुने भयो बाइक लानु लेपर हुनु भयो टाइम हजुर यहाँ गुफाडाँडा भने कता हो गुफाडाँडा भने यहाँ तलबाट चाहिँ उता हो त्यो झन्डै छैन त्यो के त्यो यहाँबाट उतै हो ए अझै टन्नै थियो क्या हो
बाटो लगाएछ भने त अब यहाँ के गर्नु नि डर लागिसक्यो यस्तो बाटो छ आफै झर्ला जस्तो भइरहेको छ यहाँ म त पुरै अनि पहिला हाम्रो भेना रहँदा त्यो अर्को एभेन्जर बाइक कसरी ल्यायो होला यदि लामो सो ल्याए पुरा यस्तो जङ्गल छ यस्तो ठाडै भिड छ गाइस होइन डर लाग्दो छ हौ बाटो त अघिको बाटोतिर चाहिँ गर्नुपर्ने है भिडियो यो बाटो फेरि वान मिस गेम फिनिस गेम फिनिस यो अहिले यता चाहिँ अलिक राम्रो रहेछ बाटो तर अहिले त यस्तो डेन्जर थियो त्यहाँ चाहिँ हामीले भिडियो बनाउनै सकिनँ होइन मान्छे समाउ कि क्यामेरा समाउ भयो त्यही भएर अहिले चाहिँ ठिकै रहेछ बाटो यहाँ त यस्तो माने रहेछ चुप्पुर खोलिरहेको लागि आफू पो है यारलाई मेमेनहरूलाई धन्नै लडेको गाइस भन्न नमिल्ने लडेकै नि कहाँ धन्नै मात्र हो ढुङ्गाले लत्तै फालिदिइहाल्यो भनाइ सास मात्र नगएकोले त्यस्तो चाहिँ नभन्न ओह्रालो झर्नुपर्छ भन्दै यही होला ओ भाइ के को खन्न गरे आवाज यहाँतिर टिफर कसरी आयो होला यो सामान लिएर कतापट्टि हो कता हो हारिमले कता हो यहाँबाट कन्फ्युज भयो गाइड्स यताबाट गाउँदै छ आजतिर हेर्नु गाई यहाँ यस्तो माने रहेछ आन्टीहरूले सोधौँ दिदी यहाँ गुफा डाँडा भने कता हो यतै हो के हो हस् धन्यवाद आइ छैन यति गाह्रोसँगले बाटो यस्तो अप्ठ्यारो रहेछ है कसम चाहिँ अब त्यस्तै अब अफरोड चलाउने बानी नहुने मान्छे चाहिँ यो बाटो चाहिँ नआउँदा हुन्छ सिधै गएर अनि हामीले चाहिँ यहाँ बाटोमा चाहिँ यस्तो देख्यौँ क्या यहाँनिर चाहिँ यसको के कारण हो भन्ने कुरा चाहिँ थाहा भएन तर यहाँनिर यस्तो राम्रो लाग्यो सो त्यही भएर भिडियो बनाएँ भिडियो बनाउन मिल्छ नि है मेन गुफा डाँडा भने कहाँनिर आन्टी मेन गुफा डाँडा भने कहाँनिर हजुर उता डाँडामै हो ए यस्तो रहेछ यहाँ चाहिँ घोडामाथि चढेको ट्याक्क पारेर होइन यस्तो रहेछ गाई चाहिँ यहाँ चाहिँ दामी रहेछ यो चाहिँ घोडा चढेको रहेछ सायद यसको पनि केही कहानी केही होला सायद यसको कथा होला तर हामीलाई चाहिँ थाहा छैन हामी चाहिँ यो ठाउँमा नयाँ हो यहाँनिर यस्तो रहेछ यहाँ चाहिँ अब के हो यो माने हो कि पुर्खाङ हो भन्ने कुरा चाहिँ हामीलाई चाहिँ थाहा छैन यो चाहिँ सो रहेछ यस्तो चाहिँ हाम्रो तामाङहरूको पनि हुन्थ्यो तामाङहरूको पनि पहिला बनायो तर अहिले चाहिँ बनाउँदैन सो हेर्न सक्नुहुन्छ यसको बारेमा चाहिँ अब थाहा छैन सोध्नको लागि यहाँ मान्छे छैन सो त्यही भएर अब हामी चाहिँ अघि बढ्नुपर्ने हुन्छ यहाँबाट अनि यहाँतिर चाहिँ गुम्बाहरू पनि रहेछ है गुम्बाहरू राम्रो राम्रो रहेछ अहिले तलबाट गएर देखाउँछु म सो गाइस लेट्स सी अझै पनि हाम्रो बाटो चाहिँ अधुरै छ हाम्रो गन्तव्य चाहिँ आइपुगिसकेको छैन सो गन्तव्य आइपुगिसकेपछि मात्र हामी सक्सेस हुनेछौँ गाइस अनि साथीहरू यहाँ चाहिँ किवी पनि रहेछ क्या यहाँ किवी खेती रहेछ यो चाहिँ किवी भन्दा होइन है खोइ कस्तो हुन्छ मलाई पनि थाहा छैन तर किवी चाहिँ रहेछ यहाँ सो हेर्दै गर्नु होला गाइस भिडियोलाई गुम्बा पनि रहेछ गुम्बै होला सायद त्यो गुम्बा है घर हो थाहा भएन चिज राम्रो रहेछ अब चाहिँ गाइस ड्राइभर चेन्ज म चाहिँ थाक्यो होइन बाटोमा चलाउँदै आमाले चलाउँदैछ बाटो चाहिँ यता चाहिँ अलिकति राम्रो रहेछ यताबाट चाहिँ हिमालको भ्यू गाइस वाउ व्हाट अ ब्युटिफुल स्वर्गमा आए जस्तो फिल भयो गाइस यतातिर चाहिँ ससुराली बनायो भने चाहिँ वर्षमा होइन 5 वर्षमा चाहिँ एकचोटि चाहिँ आइन्छ कि गाइस यस्तो ठाउँमा होइन म चाहिँ सक्दिनँ है बाइक चलाएर आयो भने चाहिँ कसम चाहिँ होइन 2-3 दिन चाहिँ म चाहिँ सुत्छु मजाले यस्तो ठाउँमा
त्यही भएर गाइज ससुराली नबनाऊ मलाई यतातिर त्यो त नजिकै बनाउनु पर्छ हुँदैन त्यसरी त अम्बोले आमै बिस्तारी हिँड्नुला गाइस मामाले कुदाइरहेछ भर्खर हातमा परेको बाइक अब यता त राम्रै छ बाटो मामाले कुदाउँदैछ गाडी बाइक गाडी ड्राइभर हो नि त हाम्रो मामा मेरो मामा पनि अलिअलि राइटरै हो ओ मामा गाइस ल हेर्नु होला दामी देख्दो रहेछ यहाँतिर चाहिँ गुम्बाहरू पनि गुम्बै जस्तो छ यो माथिको चाहिँ सो अहिले चाहिँ हामीलाई टाइम छैन त्यही भएर हामीले पस्न भ्याउँदैन गाइस अब चाहिँ हामी सुरु गन्तव्यतिर जानुपर्ने हुन्छ यहाँ बुद्धको मूर्ति पनि रहेछ हाम्रो एकचोटि समीरले पनि भिडियो बनाएर हालेको थियो यहाँको चाहिँ गाइस हेर्न सक्नुहुन्छ बुन्द्रुङ गाइस हेर्न सक्नुहुन्छ गाइस अब चाहिँ यहाँबाट चाहिँ धेरै टाढा छैन भन्ने कुरा सुन्नमा आएको छ सो हेर्नु होला बाटो चाहिँ खासै राम्रो चाहिँ होइन क्या यो बाटो यार हाम्रो गाउँको बाटो योभन्दा स्वर्ग हो स्वर्ग यार हाम्रो गाउँको बाटो यहाँको चाहिँ पुरै अफरोड भएर होला ढुङ्गा नै ढुङ्गा जग्गा फेरि बाटोभरि आम्मामा यस्तो फालिदिने होइन यस्तो फालिदिने टायर त फुट फालिदिने क्या अनि मेरो चाहिँ चलाउँदै हात दुखेको भएर हाम्रो मामाले चलाउँदैछ अनि किराना पसल रहेछ खाजा घर पनि रहेछ यो फर्किँदाखेरि चाहिँ हामी खाजा खाएर जानुपर्ने हुन्छ किनभने अलरेडी 2 बजिसकेको छ सो भोक पनि लागिसक्यो तर हामी चाहिँ उता नपुगीसम्म खाजा केही पनि नखाने भनेर चाहिँ कसम खाएर हिँडिरहेछौँ यहाँ यस्तो रहेछ गाइस वाउ व्हाट अ ब्युटिफुल वाउ यो चाहिँ हाम्रो नेपालको सम्पत्ति यस्तै हो गाइस हाम्रो सम्पत्ति भनेको हाम्रो धर्म हाम्रो संस्कृति हाम्रो पहिचान भनेको यही कुराहरू त हो नि होइन हाम्रो देश यतिकै चिनेको होइन नि त हाम्रो पर्यटकीय छ जतिसुकै अप्ठ्यारो बाटोबाट हिँडे पनि अप्ठ्यारोमा हिँडे पनि अप्ठ्यारो दुःख परे पनि होइन यात्रा गर्नको लागि विदेशदेखि घुम्नको लागि मान्छेहरू किन आउँछन् भनेदेखि यस्तो राम्रो ठाउँहरू हुन्छ नि बिचमा त्यस्तै ठाउँहरू हेर्नको लागि आउने गर्छन् होइन आउनुहुन्छ सो हेर्न सक्नुहुन्छ हिमालको भ्यू चाहिँ मैले सही देखिरहेको छु बाटो फेरि आउनु छ गाइस मामाले रन्काएर आएर तलबाट भाइ यत्रो खाल्टो त्यो त लात्तै ब्रेक हान्दा त म धन्न अगाडि पुगेन म लगाएपछि यस्तै प्लुन्द्रुङ रहेछ बाटो चाहिँ होइन तर यहाँको दृश्यहरू हिमाल चाहिँ यहाँबाट फेरि नजिकै देख्दो रहेछ होइन अहिले पछि चाहिँ फोटो खिच्नुपर्छ आउने बेला चाहिँ रात परेन भने चाहिँ अहिले चाहिँ हामी जानेछौँ ढिला भइसक्यो गाइस ढिला भइसक्यो हिमालको दृश्य हेर्दाखेरि त माया लाग्दो त फेरि बाटो पनि हेर्नु पऱ्यो यहाँ के हो त्यो टाङ्की आइन्थे मृग होइन अर्कै हो त्यो यिन रोक त रोक के जनावर हो क्या त्यो हेर्नुपर्छ क्या यस्तो जनावर त जो देखेन टाङ्गीमा आइन हेर्दे मृग चाहिँ होइन गाइस तर त्यो के हो भन्ने कुरो चाहिँ थाहा भएन मैले चाहिँ मृग नै चाहिँ होइन यस मलाई चाहिँ राम्रो लागिरहेछ रमाइलो लागिरहेछ है अनि हिमालको दृश्य सँगसँगै होइन तर यहाँ आएपछि चिसो पनि बढिरहेछ है गाई चाहिँ अघिसम्म चाहिँ गर्मी भइरहेको थियो अब चाहिँ चिसो लाग्न थाल्यो मलाई चाहिँ किनभने यो चाहिँ हिमालबाट नजिकै पर्छ नि त पुरै लेक साइडै हो नि त यो त्यही भएर यता चाहिँ सायद हिउँ पनि पर्छ होइन यता चाहिँ हिउँ पनि पर्छ अरे भन्ने सुनेको हो सो गाइस हेर्दै गर्नु होला अब चाहिँ हामी चाहिँ बाटो चाहिँ यस्तै कति देखाउनु बाटो मात्र होइन अब चाहिँ यहाँको रमणीय दृश्यहरूसँग रमाउनु पर्ने हुन्छ मजा लिनुपर्ने हुन्छ गाइस मजा साथीहरू अब चाहिँ हामी चाहिँ लगभग नजिकै आएको जस्तो लाग्यो हामीलाई चाहिँ होइन यही परतिर जस्तो लागिरहेको थियो हामीले अर्को भिडियो हेर्दाखेरि चाहिँ त्यस्तो लाग्यो हो कि होइन त थाहा छैन हामी पनि ऊ पनि अननोन नै रहेछ यताको बाटो चाहिँ थाहा रहेछ तर यताबाट आउने भनेर ऊ पनि आएको चाहिँ छैन रहेछ सो गाइस अब चाहिँ होइन यो चाहिँ म बाहिर जानुभन्दा अगाडि नै हामी चाहिँ आउनुपर्छ भन्ने चाहिँ सोचेको थियो त्यति बेला आएर पनि 2-3 चोटि फर्केर गएको हो कि हामीले चाहिँ बाटो थाहा नभएर सो आज चाहिँ जसरी नै रात परे पनि पुगेरै छोड्ने हो भनेर चाहिँ हामी आएको सो आज चाहिँ सक्सेस हुन्छ जस्तो लागिरहेछ नजिक आइसक्यौँ हामी चाहिँ सोध्दै ल हेर्दै गर्नु होला तपाईँहरूले नजिक आइसक्यो अब चाहिँ हामी टक्क लाएर यो ठाउँ चाहिँ हेरेर अब एउटा सपना हुन्छ नि पहिल्यैदेखि चाहेको कुरा चाहिँ पुरा गरेर चाहिँ हामी फर्किनेछौँ आज चाहिँ
त्यहाँ उता चाहिँ हामीले बुद्धको मूर्ति देखाइदियौँ यहाँनिर पनि अर्को पनि रहेछ यो चाहिँ यसको यो मूर्तिको बारेमा चाहिँ मलाई ठ्याक्कै चाहिँ थाहा भएन यो के हो भन्ने कुरो चाहिँ खोइ के हो यो के भन्छ यो भन्न चाहिँ मलाई चाहिँ थाहा भएन तर रन चाहिँ यहाँ पनि रहेछ गाइस होइन अलिकति टाढै पऱ्यो रोडबाट हामीले फर्किँदाखेरि चाहिँ उज्यालै भयो भने चाहिँ सबै क्याप्चर गर्दै जान्छौँ र अब अहिले चाहिँ हामीले क्याप्चर गर्न सक्ने अवस्था चाहिँ छैन गाइस हो दाउरेले बनाएको भिडियोहरू यो जाउँ न एकचोटि भिडियो बनाउनलाई ल भिडियो चाहिँ अब अहिले नै क्याप्चर गरेर जान्छौँ गाइस किनभने आउँदाखेरि हामी भेट्न पनि सक्छौँ नभेट्न पनि सक्छौँ होइन ल साथीहरू हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यहाँको गेट चाहिँ यस्तो दामी रहेछ होइन यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ म जुम गरेर देखाउने चाहिँ होइन यसको अर्थ चाहिँ के हो भन्ने चाहिँ मलाई पनि थाहा भएन सो गाइस अब हेरौँ भित्र गएर र माथि चढ्न मनाइ छ भनेर लेख्नु रहेछ होइन माथि जानु पनि हुँदैन चकचक काम पनि गर्नु हुँदैन गाइस सो हामी यहाँको दृश्य हेर्न आएको यहाँको ठाउँहरू हेर्न आएको ठाउँहरू हेर्ने हो जाने हो हामीले चाहिँ जथाभावी कामहरू चाहिँ गर्नुहुन्न त्यहाँनिर जे लेखेको छ जहाँको नियम जे छ त्यो नियम विपरीत चाहिँ हामी कहिले पनि जानु हुँदैन यस्तो दामी रहेछ यस्तो दामी मलाई यो देखेपछि चाहिँ होइन हाम्रो पहिचान भनेको चाहिँ यो जस्तो लाग्छ क्या गर्व लाग्छ क्या हामी हुनुमा मलाई गर्व लाग्छ वाउ व्हाट अ ब्युटिफुल एकदम हेर्न सक्नुहुन्छ साथीहरू यो चाहिँ हाम्रो के हो यो तुन्द्रुङ झुन्डाएर आएको भन्ने लाग्छ भनेदेखि यो चाहिँ हाम्रो कार हो यहाँ चाहिँ गुम्बा जस्तै होला है यस्तो रहेछ त्यहाँ माथि पनि रहेछ के हो त्यो अनि देखाउने नै छौँ सो हेर्न सक्नुहुन्छ दामी है बुद्ध पार्कको पनि यस्तै हुनुपर्ने है वाउ व्हाट अ ब्युटिफुल लाइट पनि हालेर चाहिँ सायद राति पनि बाल्छ जस्तो लाग्यो मलाई चाहिँ यो चाहिँ त्यहाँनिर फोकस लाइटहरू रहेछ मजासँगले त्यो लाइटहरू पनि छ होइन हाम्रो मामा यहाँनिर यस्तो दामी फोटो चाहिँ खिच्नुपर्छ है मामा कस्तो लागिरहेछ फोटो खिच्नुपर्छ अहिले कस्तो लागिरहेछ आजको टुर एकदम गुड आज चाहिँ हामी दुईजना मात्र हो कि बाइक पनि एउटा मात्र भयो त्रिपल्लोड आउने कुरा भइरहेको थियो तर त्रिपल्लोड आएको भए हाम्रो बिचोकै हुने रहेछ गाई चाहिँ त्रिपल्लोड आएको भए त कसम चाहिँ अहिले यहाँ नआइपुग्ने यहाँनिर चाहिँ यस्तो लेखा रहेछ हो सगु यस्तै रहेछ गाई चाहिँ चाहिँ हामी चाहिँ अब हामीलाई चाहिँ खासै थाहा छैन यो बारेमा चाहिँ हामी चाहिँ अननोन यो कुरामा चाहिँ यहाँ माथि पनि अनि कस्तो राम्रो कुराहरू देख्यो क्या अनि यहाँ चाहिँ यस्तो दामी ठाउँ रहेछ होइन आमा हाम्रो ठाउँमा यस्तो नजिक यस्तो ठाउँमा यस्तो ठाउँहरू रहेछ हामी चाहिँ अझसम्म होइन अननोनै रहेछौँ क्या यस्तो राम्रो ठाउँहरू छ हामी चाहिँ घुम्नको लागि कहाँ भन्छ आफ्नै ठाउँ घुम्नुपर्ने चाहिँ पहिला चाहिँ हेर्न सक्नुहुन्छ अलिक सफा गर्ने बेला भएको रहेछ फोहोरहरू गएको रहेछ सायद कलर पेन्ट गर्नुपर्ने होला हाम्रो बुद्ध भगवान् चाहिँ सुतेको मूर्ति चाहिँ यहाँ रहेछ अनि यता चाहिँ यस्तो रहेछ गाइज बुद्ध भगवान् प्लस उहाँको सायद यो चाहिँ बुद्ध भगवान्सँग उहाँको शिष्यहरू भएको दृश्य होला सायद यो चाहिँ त्यस्तै लाग्यो यहाँनिरको ढाँचा मूर्तिहरू बनाएको ढाँचाले चाहिँ होइन बुद्ध भगवान्को मूर्ति यस्तो रहेछ साथीहरू उहाँको चाहिँ मैले थाहा भएन यो चाहिँ को भन्नाले यहाँनिर लेखेको रहेछ साथीहरू होइन उहाँको यो पनि बुद्ध भगवान्कै रहेछ सही रहेछ योभन्दा माथि पनि रहेछ तर के हो भन्ने कुरो चाहिँ थाहा भएन माथिको चाहिँ यहाँ चाहिँ यस्तो रहेछ गाई चाहिँ यो चाहिँ के हो भन्ने कुरो चाहिँ मलाई थाहा भएन होइन यस्तो बनाएको रहेछ यति मनमोहक दृश्यहरू छ नि होइन अहिले यस्तो त्यो खान्द्राङ बाटोहरू बिर्सिदिएँ क्या मैले चाहिँ ल यहाँभित्र चाहिँ होइन अब यस्तो रहेछ है अहिले चाहिँ बन्द रहेछ खासमा कहिले खुल्छ भनेर चाहिँ मलाई पनि थाहा भएन यहीँबाट देखाउँछु अहिले चाहिँ मतलब यहाँ चाहिँ यस्तो रहेछ ल अब गाई चाहिँ हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ किनभने हाम्रो गन्तव्य यहाँसम्म मात्र होइन गन्तव्य चाहिँ हाम्रो अझै पनि पुरा भएको छैन साथीहरू सो लेट्स गो यहाँ हाम्रो गन्तव्य चाहिँ गाई चाहिँ गोफे डाँडा चाहिँ ठ्याक्कै पारी डाँडा रहेछ धन्न यहाँबाट अझै पनि 15-20 मिनट लाग्छ जस्तो लागिरहेछ मलाई यहीँबाट पनि सो हेरौँ
अब के कस्तो हुँदो रहेछ मेरो मेमोरी पनि स्टोरेज पनि धेरै छैन हेर्न सक्नुहुन्छ यहाँको यो दृश्य साथीहरू वाउ यहाँ पनि यस्तो छ साथीहरू सक्नुहुन्छ ल गाइज अब चाहिँ लगभग हामी चाहिँ आइसक्यौँ गाइज यहाँनिर हो गेट चाहिँ ऊ त्यही त भने अघिको त्यही माथिबाट चाहिँ माथि जाने बाटो त्यही हो क्या म चाहिँ यहाँबाट भिडियो बनाउँदै जान्छु सो ऊ चाहिँ उता बाइक फर्काएर आउँछ लजाऊ कुफर डाँडा जलवायु पार्क प्रवेशद्वार भनेर यहाँ रहेछ गाइज ल अब चाहिँ हिँडेर जान्छु म चाहिँ मामाले चाहिँ बाइक उताबाट घुमाएर ल्याउँछ चढाउने ठाउँ हेर्न म चाहिँ टक्क हिँडेर जान्छ होइन वाउ वाट अ ब्युटिफुल हेर्न सक्नुहुन्छ साथीहरू मने भुलिया के भयो हाम्रो यत्रो लामो कठिन यात्रापछि चाहिँ गाइस होइन यति गाह्रो भयो बाटोतिर आउँदाखेरि बाटो यस्तो खत्तम रहेछ यस्तो ढुङ्गा रहेछ एक दुईवटा ठाउँमा त लडियो पनि है तर आइपुग्यो सबैभन्दा खुसीको कुरा यही हो गाइस होइन मेरो चाहिँ अनि यो सिँढीतिर हिँड्ने बानी चाहिँ छैन तर राम्रो रहेछ होइन झन्डाहरू हाम्रो नेपालको झन्डाहरू हेर्न सक्नुहुन्छ म चाहिँ अलिकति त्यहाँदेखि यहाँसम्म हिँड्दा पनि श्वास आउने भइसक्यो गाइस मलाई चाहिँ राम्रोसँग म चाहिँ हिँड्ने बानी हराएछ क्या त्यही भएर अनि हिँड्न सकेको छैन साथीहरू सो त्यही नै हो मामा चाहिँ उताबाट बाइक घुमाएर माथि ल्याउने भनेर गएको छ होइन बाइक घुमाउने ठाउँ छ अरे बाइक माथि जाने ठाउँ पनि छ अरे भन्ने हो अनि ठाउँहरू चाहिँ राम्रो रहेछ जस साथीहरू पिकनिक आउन यताउति गर्न घुम्न चाहिँ बवाल भन्दैछ गाइस त्यही हो म चाहिँ हिँड्न नसक्ने अवस्थामा पुगिसकेँ बाइक चलाएर पनि पुरै गलिसकेँ गाइस म चाहिँ ल त्यही हो गाइस हेर्न सक्नुहुन्छ गुफा डाँडा विगत 3 वर्षदेखि आउँछु भनेको आज बल्ल बल्ल आइपुग्यो मामा पुगिसकेछ माथि मेरो यहाँ हालत खराब छ हिँड्न नसकेर हैट प्रवर्तन आउँ बुझ्नु वाउ वाट अ ब्युटिफुल प्लेस र त्यहाँ नि अलिक छान्ना होला मामा यहाँ छ हेलो गाइस कस्तो लाग्यो यहाँ आइपुगेर गुड जब कति वर्षदेखि आउने भनेको रे 3 वर्षदेखि 3 चोटि त फर्केर गयो बिच बाटोबाट हामी तर आज चाहिँ फाइनली आइपुग्यो वाउ हेर्न सक्नुहुन्छ साथीहरू यहाँनिर चाहिँ पृथ्वी पुरै उठाएको रहेछ को मान्छे हो यार यस्तो यो उठाउने ल फाइनली सपना पुरा भयो गाइज त्यहीको गर्लफ्रेन्ड हो गाइज मान्छे त राम्रो रहेछ बोल्न जाऊँ भनेको बोल्नलाई कस्तो लाज लाग्दो रहेछ है सबैको जोडी हामी मामा सिङ्गल सो गाइज हामी चाहिँ होइन यहाँ आएर ट्याक्क लगाएर हामी चाहिँ भिडियो बनाउँदैछौँ फोटोहरू खिच्दैछौँ होइन अब चाहिँ ट्याक्क फोटोसोटो खिचेर एकछिनपछि चाहिँ हामी फर्किनुपर्ने हुन्छ किनभने हाम्रो यात्रा लामो छ हामी चाहिँ लगभग 2 घन्टा जति 3 घन्टा जति चाहिँ बाइकमा लाग्ने रहेछ त्यही माथि बाटो चाहिँ लास्टै खत्तम रहेछ तर पनि केही छैन यहाँको यस्तो रमणीय दृश्य हेर्दाखेरि होइन यस्तो दामी ठाउँमा आएपछि सबै बिर्स्यो होइन हाम्रो मामालाई फोटो चित्त बुझेन अरे सो म चाहिँ फोटो खिचिदिँदैछु है मामाको पोज हेर्न सक्नुहुन्छ मेरो मामालाई चिनेन कि क्यामेराले अलिकति अनि त्यही भएर प्रब्लम भयो क्या सो अब चाहिँ हामी 2 जनाको चाहिँ फोटो खिच्नु पर्ने भयो भन्ने मतलब अब 2 जना आएपछि 2 जनाको एउटा मेमोरीको लागि फोटो त चाहिन्छ न होइन मामा हो फोटो खिच्ने मान्छे चाहिँ भएन सो यो ब्याग चाहिँ मामाले बोक्छ गाडी चाहिँ म बोक्छु यहाँनिर हाम्रो गाडी छ नि त फेरि ल्याम्बोर्गिनी है
हाम्रो चाहिँ यो खतरा अहिले राति जाँदाखेरि रात पऱ्यो भने डर लाग्छ भनेर चाहिँ गाडी लिएर आएको गाइज गाडीमा सनाना चढेर जानुपर्ने हुन्छ हामी चाहिँ होइन यो भाइलाई चाहिँ यहाँ फोटो खिच्नको लागि बोलाएको छौँ भाइले चाहिँ यहाँ फोटो खिचिदिनु दुईजनाको मोबाइल निकाल न मेरो क्यामेराबाट चाहिँ फोटो खिच्दा यस पनि राम्रो आउँछ तर यसबाट भन्दा मोबाइलबाटै बेस्ट हुन्छ मोबाइल फोटो खिच्नको लागि चाहिँ सो त्यही भएर सो गाइज हामीले चाहिँ यहाँनिर फोटोहरू पनि एक दुईवटा खिच्यौँ सो अब चाहिँ हामी चाहिँ घरतिर जानुपर्ने हुन्छ किनभने अब ढिला भइसक्यो लास्ट ढिला भइसक्यो अब चाहिँ हामी चाहिँ किनभने अब धेरै टाढो पुग्नुपर्ने हुन्छ अब त्यहाँबाट झर्नेर आउँछ मैला हाल्दैन र सो चाहिँ यहाँबाट जानुपर्ने हुन्छ सो गोबर डाँडा आइयो होइन ठाउँ चाहिँ एकदम दामी 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 रहेछ गाइज होइन हेर्न सक्नुहुन्छ यहाँबाट देखिन्छ नि हिमालको दृश्य त झन् यति मनमोहक छ होइन कुरै नगरौँ यस्तो छ अब चाहिँ सायद होइन पहिला चाहिँ म काममा व्यस्त भएको कारणले गर्दा भिडियोहरू मैले कन्टिन्यू गर्न पाएको थिएन अब चाहिँ म कामलाई एक भ्लगलाई पनि कन्टिन्यू गर्नेछु साथसाथै मेरो कामलाई पनि अगाडि बढाउँछु सो डेली भिडियो आउन नसक्यो भने हप्तामा एउटा दुईवटा चाहिँ भिडियो आउनेछ सो तपाईँहरूले माया गरिदिनु होला मेरो अलरेडी 400 सब्सक्राइबर कम्प्लिट भइसकेको छ तपाईँहरूले अझै पनि बढी साथ सपोर्ट दिनुभयो भनेदेखि भिडियोहरू आगामी दिनहरूमा चाहिँ म युट्युब क्षेत्रमा चाहिँ भ्लग क्षेत्रमा एकदम धेरै सङ्घर्ष गरेर हजुरहरू सामु यस्तै नयाँ नयाँ ठाउँहरू होइन सबको कतिपय मान्छेहरू त कतिपय तपाईँहरू त आउनु भइसक्यो होला तर म चाहिँ आएको थिएन अब चाहिँ यस्तो ठाउँहरू खोजी भए पनि भिजिट गर्नेछु भिजिट गरेर चाहिँ म हजुरहरू सामु भिडियो प्रस्तुत गर्ने नै छु सो तपाईँले हेर्दै गर्नु होला किनभने अझै पनि हाम्रो भिडियो चाहिँ सकेको छैन हाम्रो भ्लग चाहिँ सकेको छैन हाम्रो यात्रा चाहिँ अब घरतिरको तर्फको यात्रा चाहिँ अझै पनि बाँकी छ हेर्दै गर्नु होला गाइज गएर नि फर्कियो गाइज जाडो पनि रहेछ गाइज जाडो नि रहेछ यार हेर्नु दिउँसो नि सिद्ध सुकेको यार बाबे बाप बाटो फेरि त्यस्तै छ होइन तर अब चाहिँ छिटो पुग्नुपर्छ भनेर हामी चाहिँ कुदाइरहेको छौँ गाइज होइन घर पुग्नुपर्छ दिउँसो घाममा पुगेन भने यहाँ त उडी बास हुँदैछ हो गाइज बाटो चाहिँ लास्ट अप्ठ्यारो रहेछ है गाइज बाटो त भन्नु नहुने ठाउँ रहेछ डेन्जर अहिले माथिल्लोबाटि हान्दाखेरि तल्लोबाटि पुग्न जस्तो बाटो रहेछ क्या गाइज र एकचोटि त साथै उडेको नि होइन हो नि हो सातो उडेको नि मेरो यार बाटो चिसो छ पुरै के गर्नु र गाइज हेरौँ है अगाडि पुरै यस्तो बाटो कोही ठाउँमा राम्रै छ कोही ठाउँमा डेन्जरै छ नि ठाउँ र यहाँतिर भन्न मैले आज राइडर चाहिँ राम्रै देखेको छ बाइकमा त्यस्तो राइडर हो भने मलाई अघि नै 2-3 ठाउँमा पछाडिसक्थ्यो गाइज त्यस्तै राइडर भएको भए मलाई अघि नै 2-3 ठाउँ लडाइसक्थ्यो नि गाइज यार ओहो धन्न बचाइरहेको छ मेरो केटाले आमा भन्छ यार ल बाटो यस्तो छ हेर गाइज कि तपाईँले मैले चुत्त नि लाग्नु मलाई शान्ति वाह गर्छ मेरो राइडरले अलिअलि रे तर बिस्तारी गोरु भन्नुहुन्छ यार राइडरले के भन्नु हो मैले के छ यही हो म मेरो सातो उडे अघि मासला हेर न गाइज यहाँ यस्तो सोलिङ छ होइन तर पनि यस्तो चिप्लो टाइपको के आमामा हट झन्नै हो गाइज आमामा गाइज तर मैले चला भयो अघि यहीँ लडाइसक्छु नि गाइज ओ ठेकै बसेर हो गाइज कि गाइज भन्ने मात्रमा त मेरो उमा त हो के भएको होला हो यो आमामा जुनी तिम्रै हुन मन छ है सानो भने जस्तो भयो यो त र ससुराली बनायो भने यो ठाउँमा राम्रो हुने रहेछ राइडर बन्ने रहेछ यो ठाउँमा चाहिँ ससुराली बनायो भने चाहिँ के गर्नु तर अब त राइडर परेन ट्याक्सी ड्राइभर पऱ्यो गाइज राइडर पऱ्यो भने आम्मा म त यहाँको पे गरिदियो म त ट्याक्सी ड्राइभर परेर क्या हो भइगयो नि गाइज यस्तो दामी ठाउँ छ हौ तर यो ठाउँ सही दामी तर भ्युज नि सही देखिरहेको छ हुन्छ नि यो सही आइरहेको छ हौ बेलुका नि बहुत दामी हावा चलिरहेको छ छेउतिर देखा न स्वर्ग हो यार स्वर्ग आम्मा
गाइस पुरै हावा यता पनि हेर कस्तो वाउ मलाई हेर यहाँ कस्तो वाउ छैन वाउ स्वर्ग हो यार यो ठाउँ त आज स्याउले गएर खाउँ है गाइज अब चाहिँ बेलुका भएपछि यहाँ चाहिँ लास्टै चिसो आउँदो रहेछ कि यत्तिकै अहिले नै यत्तिकै चिसो भएपछि यत्रो ज्याकेट लान्छ होइन हाम्रो यता उतातिर चाहिँ यही ज्याकेटले बाइक चलाउने हिँड्न सक्छ अहिले चाहिँ यहाँ यत्तिकै बस्दा पनि जाडो भइरहेछ अनि हामी चाहिँ यहाँनिर किवी भएको ठाउँमा थियो किवी लगेर जानु पऱ्यो कस्तो हुँदो रहेछ होइन लाइफमा खाएको छैन कि किवी भन्ने कस्तो हुन्छ के हुन्छ भन्ने कुरा थाहा छैन क्या सुन्नु चाहिँ सुनेको थियो तर थाहा थिएन सो अब हेरौँ लगेर जाउँ 1 किलो जति होइन 2 किलो जति लैजाउँ अनि त्यो कस्तो हुँदो रहेछ त्यसको टेस्ट चाहिँ म तपाईँहरूलाई खाएर बादमा बताउने छु होइन र हेर्दै गर्नु होला उता आमै होइन आउँदै हुनुहुन्छ हामी चाहिँ किवी लगेर जान्छौँ 1 किलो 2 किलो किवी लगेर जान्छौँ होइन तलै हो कि सायद टिपेर राख्नुभएको होला हेरौँ हामी चाहिँ अब उधेरी मुला म खै अर्को पालि आउँछ होला मैले चाहिँ हामी त्यहाँ तल चाहिँ किवीको पुरै खेती नै गर्नुभएको रहेछ उहाँहरूले अब यहाँनिर हामी चाहिँ किवी टेस्ट गर्छौँ अहिले चाहिँ कस्तो हुँदो रहेछ होइन कहिले नि खाएको छैन आलु केला जस्तो केलाउनु तपाईँ चाहिँ थाहा त कसैले खाएको छैन खाएर हेर्न यो त हामीले भनेको त यो त कहिले नभए नहुने रहेछ हजुर हामीले पनि भने मिठो हुन्छ भनेर चाहिँ सुनेको थियो कहिले नि खाएको यो त हामीले खानु जाँदा यो त कहिले त नभए नहुने रहेछ औषधि नै यो अरे कहिले औषधि नै हुन्छ भन्ने चाहिँ सुनेको हो टेस्ट गरौँ है गाइस मेरो जेठो छोराको त्यो माइती घरको है अनि माइती घरको त्यहाँ सबैको यो मिठो हुँदो रहेछ गाइस मजासम्म खाएको थिएन एकदम मिठो लाग्यो मलाई चाहिँ टिप्लाई अहिले यहाँ चाहिँ यो भेको चाहिँ टिपेको उयो त उता बाटो पनि सबै हो यो माथि सबै काठमाडौँ लग्यो भने टन्नै जान्छ होला है काठमाडौँ हामीले यहाँ हाम्रो गाउँमा त कहाँ जान्छ काठमाडौँ लानु त्यो जगाटोल भन्छ हो त्यही डाँडा एकदम मिठो लाग्यो गाइस त्यो घुम्ने मान्छेले लाने अनि त्यो काठमाडौँको चाहिँ अलिक खालो खालो हुने रहेछ अरे धेरै दिनदाखेरि गाउँको लोकल जस्तो हुँदैन हाम्रो फ्रेस यहाँको जस्तो त ताजा हुन्छ यहाँको चाहिँ भयो मलाई त अब मिठो रहेछ टिपेर राख्नु भएको रहेछ यसरी खेती नै गर्नु भएको रहेछ किवीको मजाले फलेर चाहिँ लटरम्म देखिरहेको थियो माथि पनि त्यही पहिला यहाँकै उहाँहरूकै बुबा पर्ने घोडा चढेर हिँड्नुहुन्थ्यो अरे अनि बितेको 2 वर्ष भएर चाहिँ अहिले सम्झनाको लागि चाहिँ यसरी भनौँ न एउटा शालिग बनाउनु भएको रहेछ सम्झनाको लागि यो चाहिँ एकदम राम्रो हो अब अघि बिहान अघि दिउँसो आउने बेला चाहिँ हामीलाई थाहा थिएन यसको बारेमा सो त्यही भएर हामीले चाहिँ केही पनि बोल्न सकिनँ मैले चाहिँ मलाई थाहा थिएन थाहा नभएको कुरामा बोल्नु पनि हुँदैन सो गाइस छैन अब चाहिँ हामी चाहिँ फर्किसकेको छौँ ल हेर्न सक्नुहुन्छ यो चाहिँ रात्रिको भनेको मतलब 5 बजीतिरको भ्यू हो 5:30 जति भयो मोबाइल चाहिँ गोजिन्छ त्यही भएर हेर्न सकिएन होइन जाडो चाहिँ आम्मा त्यो साइडमा चाहिँ लास्ट जाडो हुँदो रहेछ अब चाहिँ अलिअलि कम हुँदै आयो अब चाहिँ बाइकमा हिँडेको त्यही भएर चिसो चाहिँ चिसो नै क्या तै पनि केही छैन अब चाहिँ गाइस हामी चाहिँ अब फाइनली आइपुगिसक्यौँ भन्ने नै हुन्छ अब चाहिँ स्याउले बजार आइपुग्न लाग्यो अब चाहिँ हामी चाहिँ स्याउलेमा खाजासाजा खाएर चाहिँ जानुपर्ने हुन्छ किनभने भोक लागिसक्यो खाजा माथि खाने विचार थियो किनभने बाटो अप्ठ्यारो थियो त्यहाँतिर चाहिँ बाटो अप्ठ्यारो भएको कारणले राति हेडलाइटले पनि राम्रोसँग नदेख्ने हुँदा हामी चाहिँ तल बडु स्याउले बजारै गएर खाउँला भनेर चाहिँ 2 जना चाहिँ रफ्तारमा माथिसम्म चाहिँ मैले लिएर आएँ अनि त्यहाँबाट चाहिँ अलिकति भनौँ न एक्लैले चलाउन गाह्रो हुन्छ नि त अफरोड सो त्यही भएर चाहिँ मैले मेरो मामालाई बाइक चलाउन दिइसकेको छ होइन मामाले चाहिँ यहाँनिर तँ भन्दैछ होइन जोस मामाले गर्ने रहेछ प्रगति होइन यतिको राइडर भइसकेछ मामा पनि अब चाहिँ जे होस् के भन्छ डुअल पार्टनरमा हिँड्दाखेरि सजिलो हुन्छ मलाई पनि अब चाहिँ होइन राइड जाँदाखेरि चाहिँ मामाले चलाउने भइसकेछ सो त्यही नै हो मामा अब यस्तो अफरोड किङ भइसकेछ खुट्टाले नभेटेर मात्र प्लान्ताङ हुने नत्र भने प्लान्ताङ गर्दा लगेर जान्छ अनि अर्को कुरा चाहिँ गाइज हामी चाहिँ अघि सर्टकट भनेर उताबाट घुमेर गएको थियो होइन
त्यो बाटो चाहिँ यस्तो खतम रहेछ त्यो सर्टकट बाटो चाहिँ कोही पनि नजानु होला आमा माछ सर्टकट बाटो चाहिँ नजानु होला यताको बाटो चाहिँ हिजोस् यहाँ यताबाट आएको भए दुईमा दाबेर आउन मिल्ने त्यहाँको एकको एक ठाडो उकालो हानेर यस्तो बिजोगसँगले गएको होइन अघि इन्जिन यति तातेको होइन आम्मामा पिकअपै नदिनसम्म भइसक्यो त्यसो गाइस तपाईँहरू नै कुमारडाँडाको बाटोमा आउनुहुन्छ भनेदेखि चाहिँ यताकै बाटो सर्टकट नरोजिकन आउनु होला यताबाटै आनन्दसँगले होइन ढुक्कसँगले उताको बाटोहरू चाहिँ अलिकति अप्ठ्यारो चाहिँ मेलम्चीको बाटो चाहिँ कस्तो चाहिँ थाहा छैन यदि तपाईँहरूले भिडियोलाई माया गर्नुहुन्छ भनेदेखि सपोर्ट गर्नुहुन्छ भनेदेखि म नेक्स्ट टाइम चाहिँ म मेलम्चीको बाटोबाट जानेछु किनभने मेलम्चीको बाटो चाहिँ कस्तो रहेछ भनेर चाहिँ म चाहिँ एकचोटि हेर्नलाई भए पनि त्यो बाटोबाट चाहिँ जानेछु सो तपाईँहरूले माया गरिदिनु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो साथ दिनु पऱ्यो